हालेन तिमी याद गर है भाउ यो मुझे रवि लामाले कम छट्टु छ तेरो ठाउँमा जाँदाखेरि त्यहाँ पुरा केही घाइते पनि भएन केही भएन जब तिमी पूर्व डेन्जर तिमीले रिक्स लिएर गएको हो पश्चिम डेन्जर हो त्यसो ठाउँमा चाहिँ ऊ प्लास्टर लगाएर बस्यो याद गर है यो त धुर्छ त्यो कुरा बालेन शाहलाई फसाउँछ बालेन रविले फसाएको होइन त मलाई त्यसलाई केही बेला त्यहाँ हानिदिएको भए त मुझे रवि त बाँच्यो नि रविको षड्यन्त्र यो त हो नि त्यसै हो त अब अमेरिकामा मैले ब्ल्याकलिस्ट परेको मान्छेले केही काम गर्न नपाएर नेपाल आएको मान्छे कति ठुलो त हुन्छ त अमेरिकामा गएर मैले चलाएको अमेरिकालाई मैले घुमाइदियो अमेरिकाको कानुनले नसमात्ने गरी बनाइदियो मैले कति चलाक है दाइ रवि लामी छाने त हेर यो मुझे कोखाम दान हुन्छ है यो यिनीहरू कति चलाक हुनलाई पनि एउटा दिमाग चाहिन्छ नि दाइ कति दिमाग ताकत रहेछ रवि लामी छाने दुई किसिमको प्राणी हुन्छ है मानिस हुन्छ कि प्राणी एउटा ठक्कर खाएपछि म धेरै ठक्कर खाएको छु है म सम्हालेको छु कि आफैले दुःख गर्नुपर्छ दुई साग खाने हो राति सुतेपछि भोलि उठ्ने ग्यारेन्टी छैन भने हिँड्ने हो म एउटा धुर्त कस्तो हुन्छ नि मान्छे म संसारको सबभन्दा ठुलो मान्छे बन्नुपर्ने हुन्छ कि होइन आफ्नो मिसन हुन्छ दुइटा के अब को पोजिटिभ को नेगेटिभ आई डोन्ट नो म त के भन्छु नि दुःख गरौँ खाउँ दुई साग खानै हो अहिले हामीले के खायो चाउचाउ खाए पुग्यो होइन आज मैले बिहानै भात खाएको छैन त्यति पनि पुग्छ हामीलाई रियलमा भन्दाखेरि अहिले हामीले त्यहाँ मैले 150-300 रुपियाँमा मलाई पुग्छ हो कि होइन